आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपाल र नामिबिया बीच भएको अत्यन्तै महत्त्वपूर्ण खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा सङ्घर्ष गर्यो भने नामिबियाले उत्कृष्ट साझेदारीका कारण सहज जित निकाल्यो। आखिर नेपाल कहाँ चुक्यो? कसले राम्रो खेल्यो? र यो हारले लिग 2 मा नेपालको यात्रामा कस्तो असर पार्नेछ? आजको भिडियोमा सम्पूर्ण विश्लेषण गर्नेछौँ। पहिले ब्याटिङ गरेको नेपालले सुरुवातदेखि नै दबाव महसुस गर्यो। कुशल भुर्तेल केवल 2 रन बनाएर आउट भए। त्यसपछि आएका आसिफ शेखले केही समय टिक्ने प्रयास गरे पनि 16 बलमा 9 रन मात्रै बनाउन सके। नेपालको शीर्षक्रम लगातार आउट भएपछि सम्पूर्ण जिम्मेवारी कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीको काँधमा आयो। रोहित पौडेलले निकै संयमित इनिङ्स खेल्दै 60 बलमा 31 रन बनाए। यद्यपि कप्तानको यो इनिङ्स धेरै आक्रामक बन्न सकेन। अर्कोतर्फ दिपेन्द्र सिंह ऐरीले पनि परिस्थिति अनुसार खेल्दै 51 बलमा 30 रन जोडे। यी दुई बीचको साझेदारीले केही समय नेपाललाई सम्हाले पनि रन रेट भने बढ्न सकेन। मध्यक्रम फेरि धराशायी बन्यो। आरिफ शेख शून्यमै आउट भए भने गुलसन झाले 38 बलमा 20 रन मात्र बनाए। पल्लो क्रममा सोमपाल कामीले 15 रन र करण केसीले 16 रन जोडेर नेपालको स्कोर केही सम्मानजनक बनाए। पुरै 50 ओभर पनि खेल्न नसकेको नेपाल 46.5 ओभरमा मात्र 157 रनमा अल आउट भयो। क्रिकेटमा 157 रनको लक्ष्य सामान्यतया बलरहरूले असाधारण प्रदर्शन गरे मात्रै बचाउन सक्ने लक्ष्य हो। त्यसैले दोस्रो इनिङ्स सुरु हुनु अघि नै नामिबिया खेलमा निकै बलियो अवस्थामा पुगेको थियो। 158 रनको लक्ष्य पछ्याएको नामिबियाले सुरुवातदेखि नै धैर्यपूर्वक ब्याटिङ गर्यो। माइकल भान लिङ्गेन र जान फ्राइलिङ्कले उत्कृष्ट साझेदारी गर्दै नेपालको बलिङ आक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिए। माइकल भान लिङ्गेनले 79 बलमा 51 रन बनाए भने जान फ्राइलिङ्क अझै आक्रामक देखिए। उनले 89 बलमा अभिजित 78 रन बनाउँदै खेल नेपालको हातबाट पूर्ण रूपमा खोसे। अन्तिमतिर जान निको लोफ्टी इटनले पनि अभिजित 17 रन जोड्दै नामिबियालाई 37.4 ओभरमै 2 विकेट गुमाएर 160 रन पुर्याए। नामिबियाले लक्ष्य सजिलै पार गर्दै नेपाललाई 8 विकेटले पराजित गर्यो। नेपालका बलरहरूबाट अपेक्षा अनुसारको प्रदर्शन देखिएन। करण केसीले 5 ओभरमा 28 रन दिए। सोमपाल कामीले 4 ओभरमा 10 रन खर्चेर केही प्रभाव छोडे। नन्दन यादवले 1 विकेट लिए। तर दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सन्दीप लामिछाने कसैले पनि नामिबियाको ठूलो साझेदारी तोड्न सकेनन्। विशेष गरी स्पिन विभागबाट लगातार दबाव सिर्जना हुन नसक्दा नामिबियाका ब्याटरहरूले सहज रूपमा स्ट्राइक रोटेट गरे र खराब बललाई चौकामा परिणत गर्दै लक्ष्य सजिलै पूरा गरे। यस खेलको सबैभन्दा ठूलो टर्निङ पोइन्ट नेपालको कमजोर ब्याटिङ थियो। पहिलो 10 ओभरमै विकेट गुमाउनु, मध्यक्रमले ठूलो साझेदारी बनाउन नसक्नु र अन्तिम ओभरहरूमा रन रेट बढाउन नसक्नु नै नेपालको हारको मुख्य कारण बन्यो। बलिङमा सुरुवाती विकेट लिएपछि दोस्रो विकेटका लागि बनेको ठूलो साझेदारी तोड्न नसक्दा नेपाल खेलबाट क्रमशः बाहिरिँदै गयो। नेपालले आजको खेलबाट धेरै सिक्नुपर्ने देखिएको छ। ब्याटिङमा जिम्मेवारीका साथ लामो इनिङ्स खेल्ने खेलाडी आवश्यक छ भने बलिङमा पनि साझेदारी तोड्ने क्षमता बढाउनु पर्ने देखिन्छ। तर प्रतियोगिता अझै सकिएको छैन। आगामी खेलहरूमा नेपालले बलियो पुनरागमन गर्न सक्छ भन्ने आशा सबै नेपाली समर्थकले गरेका छन्। तपाईको विचारमा आज नेपालको हारको सबैभन्दा ठूलो कारण के थियो? कमेन्टमा आफ्नो धारणा अवश्य लेख्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै क्रिकेट विश्लेषणका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।